इङ्ल्यान्ड र नेपाल बीचको खेल निकै रोमाञ्चक बनेको छ र इङ्ल्यान्डले चाहिँ नेपाललाई चाहिँ 185 रनको टार्गेट दिएको छ र यो 185 रनको टार्गेट नेपालले के गर्ला या पुर्याउन सक्छ या सक्दैन तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ तपाईँहरूले। मलाई लागेको कुरा चाहिँ लास्ट ओभरको करण केसीको बलले नै गर्दाखेरि यति धेरै रन रेट पनि पुग्न गयो र लास्ट ओभरमै उनले विकेट पनि लिएका रन आउट गराएका थिए यो र उनकै कारणले गर्दाखेरि पनि अलिकति धेरै लास्ट ओभरमा चाहिँ अलिकति धेरै नै रन रेट पनि धेरै गयो। त्यो भएको कारणले गर्दा एकतर्फीबाट विकेट लिएकोले खुसी पनि देखिन्छ दर्शकहरू होइन, तर रन रेट पनि धेरै गएको छ। उनलाई चाहिँ 2 छक्का लगातार 2 छक्का हान्दाखेरि पनि त्यहाँ कप्तान रोहित कुमार पौडेल लगायत अन्य साथीहरूले अलिकति प्रेसर दिएको जस्तो पनि फिल भएको थियो अनि त्यही भएको कारणले गर्दाखेरि तर उनले विकेट पनि लिए र लास्ट ओभरमा अलिकति रन पनि धेरै पुगेको कारणले चाहिँ यति धेरै रन 185 रनको टार्गेट पुग्न गएको थियो। तपाईँलाई के कस्तो लागिरहेको छ आज नेपाल र इङ्ल्यान्ड बीचको गेम? तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ।